हेलो गाइस, गुड मर्निङ। आयो आज त अल्छी लाग्यो। आज त यता घर आएको मैले त घर घाम लागिरहेछ हो। यहाँ परतिर बात गरिरहेको छ आमा बहिनी दाजु बडा आप्पाहरू हो। गाउँघरमा यस्तै हुन्छ है। अल्छी लाग्यो के गर्नु है। अहिले चाहिँ आँपहरूले पनि फल्नु थालेको छ हो। फुल्दैछ आँप सुपारीहरू हेर्नु न यहाँ। आमाहरू चाहिँ भर्खर दाउरा लिएर आउनुभयो यो हो तल जङ्गलबाट। हेर्नुहोस् न, अब यस्तोतिर बस्यो भने चाहिँ फाइदा पनि छ नि। अब सबै अर्ग्यानिक खानु पाउँछ हो। आरुचाले पनि फुल्दैछ हो, अभोकाडोले पनि फुल्दैछ। तलतिर आमामामामा गाईहरू हेर्नुहोस् नि। यहाँ तलतिर चाहिँ किचनहरू बनाउँदैछ। यहाँ पनि नयाँ किचन सुरु हुँदै रहेछ। किचन बनाएको अरे मकैहरू यत्रो यत्रो भइसक्यो। यतातिर चाहिँ हाम्रो घर चाहिँ यो हो। जे होस् पानीको चाहिँ दुःख छैन है। यहाँ घर सफा गर्दैछ मेरो बहिनीले चाहिँ हो। यहाँ हेर्नु न किचन, यताको किचन चाहिँ यस्तो हुन्छ। आमामा डेक्ची हेर्नु न यहाँ। अब डेक्ची ड्राइभर चुलाहरू हेरिहाल्नुहोस्। पस्ता के हो यो। अब यता हेरेर है भनिदेऊ न। यो चाहिँ अब हाम्रो नानीको बिहानको ड्युटी हो। माथि चाहिँ हुन्छ दुध पुऱ्याउनु। यहाँ चाहिँ अब मान्छे आयो बस्यो होइन गफ गरेको घाममा। त्यति हो है। अब भेटै गरौँ। के हो अल्छी लाग्दो भयो यहाँ आएर त झन्।